Hi guys, welcome and welcome back to my channel. आज चाहिँ रिवल सरको सेकेन्ड डे हो एन्ड आज चाहिँ हामी जाँदैछ माथिनिर गुरु रिम्पोचेको केभमा दर्शन गर्नु एन्ड अल्सो नैना मन्दिर। हामी चाहिँ बसमा जाने प्लान गर्दैछ। सो बस चाहिँ 9 बजे एक्ज्याक्टली हिँड्दा रहेछ। सो हामी चाहिँ अब अहिले 9 बज्न आँट्यो, 15 मिनट्स छ। सो हामी चाहिँ रेडी भएर छिटो छिटो गरेर अब बस स्टपमा निक्लिने। सो आई विल सी यु देयर। हामी चाहिँ बसमा हामी चाहिँ बसमा चढिसक्यो। अन्त बसमा भरिनु टाइम लाग्ने रहेछ। सो पर्खिन्छ 9 बजी चाहिँ हिँड्छ। अन्त सो माथि पुगेर देखाउँला। किन्नु न के किन्छ। यहाँ हामी चाहिँ आइपुग्यो। डुफु भन्दा रहेछ। यहाँ चाहिँ गुरु रिम्पोचेको केभ जाने बाटो हो। यहाँनिर चाहिँ दोकानहरू छ। यहाँबाट पनि एउटा किनिदिनु, त्यहाँबाट पनि किन्नु न त अरू चिजहरू। 10-20 रुपियाँहरू पनि चाहिन्छ नि त। यहाँ कि बोजूहरू माग्छ नि त। So guys, this is the entrance to the cave, and as we go further inside, you will be able to see many small shrines. You can also see here that there are a lot of names written on walls of both sides, and upon asking people, we didn't get any definite answers. So it seems like people were writing their names and those of their families, perhaps seeking blessings for themselves. However, we were unsure of this tradition's purpose, so we refrained from adding our names to the walls. Going further inside, there's one more shrine of Guru Padmasambhava. Further inside, there was also a picture of His Holiness Dalai Lama and his shrine. And as you can see, here's the tall statue of the precious master Guru Rinpoche or Guru Padmasambhava. As he is known by different names, I might be using his name interchangeably in this video. This is the main temple of the cave, and it is said that this is the very place where Guru Rinpoche imparted his teachings to his disciple Mandarava along with her companions. Further inside, here's the shrine of Devi Mandarava. According to the legends, she was the princess of the beautiful kingdom of Jahor, but she gave up her royal life to practice dharma. We worshipped and paid our tributes and offerings to the temple. We also sat down for a while and chanted Vajraguru mantra. Outside the cave, there's a place where you can buy and light up the bottle lamps as an offering. Here, they also offer you free tea and some biscuits. लुगा लगाइदिनुहुन्छ। खोल्नु नि जल्छ नि त धागो गनाउँछ नराम्रो। हाम्रो लुगा लगाइदिनुहुँदैछ, बान्दिनुहुँदैछ। जी ठिक है। Secret Cave of Guru Rinpoche.
तपाईँ चाहिँ के जस्तो लाग्छ घुम्ने त ठ्याक्कै आयो गाडी गएर सधैँ गइदिइहाल्यो तपाईँ त त्यस्तै हो तपाईँ त्यस्तो हो त आफै लगाइन नि त अब लगाउँदा हुन्थ्यो बरु है होस् ठिकै छ अब होस् न भयो त नि त एउटा हामीले विश्वास गरेर हामीले यहाँ राखिसक्यो होइन यहाँ लुङतारमा चाहिँ यस्तो प्रेयर्सहरू लेखेको हुन्छ अन्त जति बेसी हावा चल्ने ठाउँमा लगाउनु जति बेसी हावा चल्छ जति बेसी हावाले यस्तो हल्लाउँछ त्यति बेसी प्रेयर्सहरू चाहिँ फैलिएर जान्छ भन्छ होइन त्यस्तो छ कस्तो गरेर देखाइदिन्छ हौ होइन न यतातिर लगाउँदा पनि हुन्थेछ नि हामी लुङता आफैले है हामी चाहिँ अब जाँदैछ होइन गाइज सो पिसफुल अर्कै भाइब्स आउँछ क्या अब कनेक्ट भएको जस्तो फिल हुन्छ त्यहाँ बस्दाखेरि चाहिँ एकछिन भए पनि भगवान्सँग कनेक्ट भएको जस्तो फिल हुन्छ आई डोन्ट नो इफ इट मेक्स सेन्स टु द भ्युवर्स अर नट बट आई कुड रियली फिल इट तपाईँलाई कस्तो फिल भयो एकदम दामी मजाको शान्ति एकदम केही थट आउँदैन क्या यस्तो टाइममा चाहिँ अब एकदम शान्ति भगवान् मात्रै खालि होइन के हुन्छ हामी चाहिँ रोडमा आइसक्यो अब यहाँबाट चाहिँ मन्दिर जाने भन्दैछ बस पनि पाउने रहेछ तर पर्खिनुपर्छ हिँड्दै जाउँ भन्ने पनि सोच्दैछ हिँड्दै गयो भने त सर्टकट होला सिँढी बाटो सिँढी छ त राम्रो भइरहेको छ वेदर पनि यस्तै सन्नी छ हो शीतल हावा चल्दैछ फेरि ठिक्कैको घाम पनि लागिरहेको छ अन्त मजा आइरहेको छ बहुत टाइममा पहाडमा आएर पहाडको हावा बस आउँदो रहेछ अन्त यो सिँढी पनि खोइ भत्केको जस्तो रहेछ यस्तो पहिरो गएको रहेछ बसमा जाने टाइमिङ चाहिँ राम्रो थियो हाम्रो है अलिकति घुम्नु पनि त पायो हामीले हेर्नु पायो होइन बस आउँदैछ बस 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 जगह बसमा चढ्यो बसबाट पनि उच्यो अब नैना देवी मन्दिर जाँदैछ हामी फेमस नैना देवी मन्दिर एकदम हिल टपमा छ जुत्ता खानु पर्ने छौ यहाँ जुत्ता उतार्नु पर्ने हामीले लियो प्रसाद एन्ड अब जाँदैछ मन्दिर छ यहाँ हरि ओम तत्सत् नमो भगवते वासुदेवाय माता देवी ओम जय माता अकाल अन्य पूजन गर्छ
साँच्चै मानेन। शिव मन्दिर रहेछ। राम्रो माउन्टेन रेन्ज। यहाँ चाहिँ यस्तो माउन्टेन रेन्ज पनि देख्दो रहेछ है। हाम्रो चाहिँ मन्दिरको दर्शन पनि भयो। अन्त चाहिँ फर्किनु पर्ला। विमल यहाँबाट सिँढी भनेर झन्डै गइदिए। तपाईँ भ्याउँथेन होला हौ, तपाईँ त हराएर आएको थियो एकदिन। लंगर के लिए रास्ता जो लंगर लाग्छ। प्लेट पनि लिए यसरी बसेर खाँदैछ यहाँ चाहिँ लंगर। मैले यही सोच्दै थिएँ अम्बा कस्तो सेल्फी आफ्नो मात्रै लिएर बस्दैछ। सानो मेरो राख्नु अब ग्लास त दुईजा पक्रिनु न। सेल्फी अघि धोए त अन्त। ए उसले धोएन मैले धोएँ। उयो बाहिर जाऊ हालिदिने। हामीले चाहिँ प्लेटहरू धुयो, हात मुख धुयो। अब चाहिँ हामी जाँदैछ। उसले चाहिँ प्लेट बुझाउँदैछ त्यहाँ। अब चाहिँ हामी फर्किने। अब हेर्नुपर्छ गाडी छ कि छैन होइन। बास्केट चाहिँ आफ्नो आफ्नो दोकानको कलरको हुँदो रहेछ। पहिचान नछुट्टियोस् भनेर होला नि, मिक्सअप नहोस् भनेर। अब चाहिँ हामी फर्केको। खै यसको उयो यसको खै उयो हो त्यो ल्याउनु न। होइन ए ढिलो कुन चाहिँ जान्छ सोध्नु होइन। फर्किने बस यहाँ रहेछ। अब यही बसहरूमा जानुपर्छ। के गर्नु गयो यति खाएर पनि त आइसक्रिम देखेछ उसले फेरि। मटका भी आया है। मटका कितना? मटका 50 का है। मटके वाला आइसक्रीम मतलब कुल्फी है ना। कौन सा अच्छा है? बहुत अच्छा है। सबसे अच्छा तो मेरे को ये लगा, ये मटका वाला। मटका वाला। एउटा त्यो लिम एउटा अर्को लिम चेक करके देख लो इसको एक बार। एक वो दीजिए डंडा वाला। अच्छा ये वाला है। ल हुन्छ। कुल्फी और एक दीजिए या तो ये मटका ही। होइन कुल्फी खाऊँ न अन्त। ये कुल्फी हो। अर्को खाऊँ न अन्त। अर्को छैन चकलेटहरू वाला। दूसरा कौन सा? ये स्टिक वाला यही है क्या? नहीं और भी है। और कौन सा है ये? अभी छोड़ दीजिए। जी अभी स्टिक वाला दिखाइए ना कौन सा है। वो तो दिन है ये। हाँ जी यही दे दीजिए यही मटका। सॉरी भैया। टेस्टी है। ये बोल रहा है मुझे नहीं देगा एक भी। इनको अच्छा लगा। नहीं टेस्टी है बहुत ज्यादा। पैसा कितना है? 100 रुपये दामी। जो काजु तो दामी थियो। अम्बो काजु खाएर दामी रहेछ अरे कुल्फी। कस्तो भन्छ यतै रहेछ जो मटका वाला कुल्फी। ये जाएगा अगला बस। बस ये जा रहा है।
कहाँ बस्ने यहाँ बस्ने अहिले उसलाई भन्नु मैले कस्तो रिस मान्छे हो यी खोल्नु सक्दैन खुल्लै थियो अच्छा दामी है बट्टा लैजाउँ न यस्तो रहेछ यसमा चाहिँ मैले त अर्को स्टिकवाला कुल्फी खान्छु भनेको नि खानु नि अन्त अब फेरि खानु खानु न अन्त तपाईँ के खान्छ मजाक गरिदिएको तिमीले अन्त त्यसको माथि चाहिँ ड्राई फ्रुट्सहरू नरियल के अरे आलमन्डहरू हुँदो रहेछ नि त ए गर्ने त मुखहरू बनाउनु न तर होइन अब सपोज आज फर्किने थियो भने चाहिँ फेरि गाडी गर्नु पर्थ्यो छिटो छिटो गर्नु पर्थ्यो नि त होइन बस हिँड्यो अब चाहिँ हामी गएको तर यहाँ हुन्छ कति मान्छे एज यु क्यान सी यहाँनिर दुईटा 14 रुपिस र 26 रुपिसको टिकट छ हाम्रोमा सो हिमाचल प्रदेशमा चाहिँ वुमेनलाई चाहिँ 50% कन्सेसन छ बस राइड्समा सो हरेक जग्गा हिमाचलभित्रमा गभर्मेन्ट बसमा जति पनि हामी ट्राभल गर्छौँ 50% वुमेनहरूलाई चाहिँ 50% कन्सेसन छ यो बाटो केप जाने यहाँनिर बस्छ मान्छेहरू चढ्दैछ So guys, along this route you'll also get to see few lakes and यस्तो भन्दा रहेछ महाभारतको टाइममा जब कुन्ती मातालाई प्यास लागेको थियो त्यो टाइममा उनको छोरा अर्जुनले आफ्नो जुन चाहिँ एरोले चाहिँ जमिनमा हिट गरेर त्यहाँबाट चाहिँ लेक्सको क्रिएसन भएको भनेर चाहिँ मान्दा रहेछ एन्ड त्यति बेला चाहिँ 7 वटा टोटल लेक्स बनेको थियो भन्दा रहेछ and the major one among this is Kunti Lake जो चाहिँ अन्त पानी पनि एकदम सफा छ क्लियर छ and since we were traveling by bus we were not able to stop by and see the lake from close up but if you're coming through taxi or your own private vehicle then you can stop by and click some beautiful pictures and also you'll get to see a lot of fishes.
हामीलाई बसमा नैना देवीबाट रिभल्सर बजारसम्म पुग्नु चाहिँ 40 minutes लाग्यो and after that we straight away went to our hotel room and rested for a while. In the afternoon we revisited Rivalsar Lake and also visited some of the monasteries. Orası. Şunu bir bak. So हाम्रो लास्ट फाइनल भिजिट पनि सक्यो आज हैन भोलि चाहिँ अब हामी फर्किनु पर्छ एक प्रकारले दुखी पनि छ अब भोलि चाहिँ बिहानै फर्किन्छ होला एक प्रकारले दुखी पनि लाग्दैछ दुःख पनि लाग्दैछ एक प्रकारले अब जानुपर्ने अब घर गएर काम पनि छ कति हैन ठिकै छ अब राम्रो भयो ट्रिप अब जहाँ पनि जानु थियो हामी गयो मजाले घुम्यो हैन हाउ डु यु फिल एकदम राम्रो टप अफ द वर्ल्ड अझै छ धेरै टाढो जानु छ यो जर्नी हो हैन अब धेरैवटा जग्गा पुग्नु छ गर्नु छ सो राम्रो लाग्यो Let's go. टाइम पनि भयो भन्दैछ आज लास्ट वक छोपेमाको लास्ट वक हो हाम्रो यो आई मिन यो ट्रिपको लास्ट वक फेरि पनि आउने छ फेरि पनि आइबस्नु पाऊँ हैन है हेर्दै आउँ भन्नु न यहाँ छिर्नु कुकुरको लागि छिर्ने रहेछ जाउँ न त फर्किनु आयो उठ्नु सक्दिनँ रिसरी है So friends, अब घुम्दै घुम्दै रिभल्सर छोपेमालाई बाई भन्ने टाइम आइसक्यो हामी भोलि बिहानको बसमा यहाँबाट 6 बजी निक्लिँदैछौँ आफ्नो घरको तर्फ घर भन्दा पनि हाम्रो आर्मी क्वार्टरको तर्फ so thank you so much for joining us on this remarkable and memorable journey. I'll be sharing more videos about this trip in the upcoming days, so stay tuned to my channel, and if you're not subscribed then please hit the subscribe button and also keep loving us, keep supporting us. Take care and bye bye.